घरमा घुम्न पाउँदा निकै नै रमाइलो महसुस भएको छ। देवताको प्रस्थान गरिन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ एडिसन ब्लगमा सम्पूर्ण भिडियोहरू। ल अब हाम्रो दिदी चाहिँ पारी घटस्थापना हेर्दै जाने अरे है लक्ष्मी र ठिक छ लगिदिउँ नानी। नानी के भिडियो बना ल जाए किन भोलि त किन आउने र त हामी भोलि घरै उसिन्छ र ल ल बाई बाई। ल दिजु पनि गइसक्यो है। दिजु पनि गइसक्यो। अब 1 किलो मासु लगेर जानु पर्यो है। ए आधा किलो होइन कान्छुवा आधा किलो भनेको थिएँ मैले। ल कहाँ जाने क्या मलाई रहर लाग्यो कान्छुवा मोटा देखेर यस्तै मोटाउने। जे भने छाती र टाउको के गर्नु जे भने मासु आधा किलो चाहियो मलाई। रेडी छ मैले लग्नु लाग्यो। बाबुको एक्जाम छ पछि 1-2 दिनको। सन्ची हुनुहुन्छ? मर्या छ र के को मासु मर्या भन्नुहुन्छ? बोका मासु के खेता गाडी छन् केराटी हुँदा उनीहरू याद गरेका छन्। के झुन्ने छ बेरी होला भगि चामल खाएको छ। यो टमाटर अलि साना साना गराइदियो है। यो ठुल्ठुला न साना साना ठिक हुन्छ। साना साना अलि रसिलो हुन्छ क्या। ठुला गर्ने त के काम छ अरे गाइला टमाटरको डेट काम छ। गरिदिउँ खै 20 रुपियाँ खान्छ कि त्यहाँ के खाने त नि अवस्था। मासु किन्दै गएको कहाँदेखि आएको घुम्दै आएको नि के लाग्यो यहाँ बसेर गइया नि त। त्यही विनोद घर जम्मामा थिएँ त कसले पर्ख्या जस्तो ए आइया छ। एकदमै राम्रो वातावरण छ हराभरा हावापानी एकदम मिठो गाउँघरको है। तर लास्टै उकालो छ नले मुस्किल पर्ला जस्तो छ। हाम्रो ऐतिहासिक धरहरा 2224 राज्यको पालामा बनेको हाम्रो दरबार महरम पछाडि है। अनि त्यसपछि गाविस भवन हालसालै नवनिर्मित भवन। ओह लास्टै गाह्रो भयो मलाई। के खेल्न जाने हो? ओह त्यहाँ कोही छैन नि त। हेरगान्छ त कसको छोरोस् जनेको कति भाइ छौ? 2 भाइ। लिबाङबाट कहिले आउने अङ्कल? फोन गरिदिनुहोस्। तेरो बुवा कहाँ खाने? घरै छ। के गर्छ त बुवाले? डराउनु लाउ कसले हो बाहिर ला भयो म आफै बोल्छु। बाहिर त कहाँ लगाएर भित्र लागेछ खोल ल हजुर ल यो दिल माथि म लुगा फेरिहाल्छु त। मासु क्या कहिले रियो उस्तै हो फाइनल्ली घर आइयो। अब
भाउजू आज टक्क मासु खुवाएर खाइन्छ ए मेरो दाइको छोरो ओइ सुजन नमस्कार गरिदियो के खाएको अलिक उता गएर उभियो त के खाएको सानो के खाएको कहाँ त्यो हातमा के नि हातमा हेर्दा हातमा के हो अब बाहिर यो ओखरमा गर्मी त जस्तै गर्मी हट हाम्रो होम मिनिस्टर मैले डन लेखेर सेभ गर्दैछु मेरो आइडीमा हाम्रो डन सिनहरू पनि म तपाईँहरू देखाउँदैछु है कस्तो राम्रो गाउँठाउँ के खाएको चक्लेट पनि खाएको काँक्रा पनि सँगै खाएको एकचोटि दर्शन गरिदियो त अङ्कलले ल दर्शन दर्शन गर्नु सक्दो रहेछ त तिमी मसँग बस्ने होइन तिमी बस्ने हो नि तिमी जान्नु नि तिमी मसँग बस्ने हो नि है के खाएको काँक्रा खाएको कसले दिएको काँक्रा भाउजूले ए यहाँ लिएर नआगे नि त पक तँलाई ल बाई बाई गाइज बाई बाई फेरि पनि भेट्नुपर्छ अर्को नयाँ ब्लग है